जाने खाने छस् दिदी रुन मात्रै गाइज जाने छस् हाम्रो जुनु दिदी अनि हाम्रो प्रताप दाई सबको खुलेको बेला आउनुपर्छ कि आज आज गाइजहरू खुली नै रहेछ आज ए बाना 15 नबना बाना नबना मिनट अघि मलाई कसरी च्यालेन्ज गरेको थियो बाना ल ल नबना ओके मैले नबना दिएको हो बाना मैले हारेको मान्छु हार्यो भने पनि बाना एक गेम नबना के सिधै छैन केही च्यालेन्ज पनि तैँले दिएको हो त हारिस ओके के ओके 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 जसले माने जो मैले बढी बोल्छ त्यो हार्छ के बुझिस् ओके ओके त्यो नि मैले माने ओके म ओके च्यालेन्ज नेक्स्ट गर्ने फेरि मलाई खेल्नुपर्छ गाइज अनि है आफैले मलाई नराम्रो भन्ने रुन्छे तेरीमा गाइज रुन्छे गाइज 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 रिपोस्ट हानौँ त एकछिन रिपोस्ट हानौँ सबले कोही छैन यार त्यहाँ स्ट्रबेरी फ्लेभर वाला ललिपप किनिदिन्छु कि नराउन वेट 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 गाइज एकछिन कोही रुन्छे छैन 3 मिनट के यार अझै रुन्छेको गेम बोली चेन्ज हुन बन्द भयो सक्छ यार रुन्छेको यार मैले जित्यो भने गाइज किन मलाई बोली बन्द च्यालेन्ज हुने गर्ने के म यिनीहरूले जतिजना केटा हेर होइन न यार बोली कुला बन्द ग्याङ हेर हुँदैन न मलाई च्यालेन्ज गर्छ कि यो मान्छेले यस्तो मलाई त होइन कि च्यालेन्ज गर्छ कि रुन्छेले होइन के केटाहरूलाई भन्ने मैले गरेँ होइन तिमीले चाहिँ गरे केटाहरूलाई प्रताप दाइले मेन्सन हाल्यो दाइको के भयो दाइहरू कस्तो म कोही होइन कि मेरो केटाहरू यहाँ डेन्जर कस्तो कुरो गरेको म नि कोही होइन मैले यहाँनिर भ्युर्स भएन भने म नि कोही नै होइन म हराउँछु म यहाँ लाइभ नै अब ल हाल्नु तिमीले पाउँदैन सकेन होइन तिमीले त भ्युर्स सक्दैन पनि सकेन ल भोटिने र त्यो कोलाई बोलाऊ जाऊ बोलो म एक्लै खेलिदिन्छु ल एक्लै तिमीले त लास्ट सक्दैन गाइस यो कम्प्लिट गरौँ त स्पिड च्यालेन्ज पहिले स्पिड च्यालेन्ज कम्प्लिट गरौँ त स्पिड नराउ न च्यालेन्ज गाइस ओए रुन्छे स्पिड च्यालेन्ज कम्प्लिट नराउ न गर्नु किन रुनु किन गाइस भएन यार आँसु झरिसकेको छ त्यहाँ किन रुनु रे आँसु झरिस हामीले नदेखेको र यार तिमीसँग ऊ गेम हेर कति न खेल्नु मलाई हाँसेको नाटक राजदाई गरेको हेर न मेरो हाँसेको राजदाई नाटक आएको हो अति हेप यार दाइ छैन यार कोही छैन हाम्रोमा हेप्ने त गाइजहरू भने कोही मलाई छैन च्यालेन्ज दिएपछि हेर्छु त म त कस्तो कुरो गरेको मलाई च्यालेन्ज गरेको होइन दिउँसोदेखि च्यालेन्ज आइरहेको थियो तिम्रो त्यही पनि ठुला ओके कुरा गर्छ मैले नि दिएको अहिले आएर केही छैन ओके गाइस डबलमा सब हिसाब किताब छ रुनी मान्छेलाई एक रुन्छे दिन त भनिन्छ नि के भनिन्छ एक त दुई अनि दिन वेट ब्रो एक दुई दिन वेट पखन यहाँ गिफ्टिङ खुल्न दियो न होइन गाइस पुस हालौँ तिमीले डबलमा सक्दैन कि तिमीले सक्दै कोही सक्दैन छैन यार गाइस सक्दै सक्दैन यहाँ बाख्रेले अति हेप हानिरहेछ यार कस्तो सपोर्ट अति मजाले हेप यार बुस्टिङ लाग्यो ऊ नयाँ हाँस मान्छेले पनि किन उडेछ यार ऊ गाइस हाँस पनि उडे नयाँ थ्याङ्क यू मान्छेले चिम्रे किन थ्याङ्क यू यार अति हेपी ऊ छ हेर यार न ऊ किन डुङ्गा पनि यार उडेछ कोही ए छैन सरी हाम्रोमा के हो यो यार बुस्टिङमा कोही थ्याङ्क यू छैन यार विकास बुस्टिङमा कोही विकास छैन दादा यसले मलाई च्यालेन्ज हानिरहेछ कि अघि मलाई पेल्छु एक गेम भनेर हान्न मलाई पायो भने च्यालेन्ज खतरा हानिरहेको हुन्छ थियो यार कि अरे गाइज पुस गरौँ न यार कोही छैन बुस्टिङमा कोही छैन गाइज बुस्टिङ गयो क्या यार एक गेम भयो नि हान्नु त यसको गाइज बोली मात्र खेर जाने भयो क्या यार बोली मात्र खेर जाने भयो यार बिचरा के गर्छस् गाइज त बुस्टिङ छैन यार गाइज बुस्टिङ खेर गयो यत्तिकै भेट्दैन क्या तेरो 20 भन्दा माथि त जाँदैन म लेखेरै दिन्छु ब्रो हिजोसम्म 50-60 हालेर अब हालेर भोटु बसेर मेरो है ओइ इजी राजी गेममा भोटु मेरो है अब तिमी चुप लाएर बस होइन मैले भोटु भने मेरो त मेरो तेरो कुरै छैन हेर अब मेरो मेरो सम्पत्ति के नै होइन के तिम्रो के के मेरो भोटु तेरो अनि के मैले पहिला म गेम जित कसैलाई न दाउ स्कोर लाएर ल्याउन बल्ल खेल्दिनँ बल्लकै स्कोर ल्याउन ओके मैले बुझेँ त्यो त हो ल स्कोर छैन म बोलेको गाइज हामी यहाँ केटा हामी बोल्नै परेको छैन हाम्रो केटाहरूले आफै जानेर बुझेर दिएछ ऊ त बोलेछ त्यही पनि बोलेको फाइदै लाज होइन के गाइज कति कोही छैन बोलिहाल्छ होइन के त्यहाँ हाम्रोमा कोही छैन यार 30 सेकेन्ड घटिसक्यो गाइज लास्ट मलाई च्यालेन्ज गर्छ अनि गाइज के बुस्टिङ छ भने भन्ने के बुस्टिङ लाएर हानौँ न यार कोही छैन गाइज हारेपछि बुस्टिङ छ रुनी भने भनेको बुस्टिङ हेर लाएर हानौँ रुन त पर्छ रोएन भने म कसम हेर न राज्य तिमीलाई जाने तिम्रो यस्तो बेइज्जत गरिदिन्छु नि मैले कसरी रुनु हौ त्यो करुबेला कसरी रुन्थ्यो त्यसरी रुन्थ्यो छ्या रुनी नि भिख यार लाएर रुनी च्यालेन्ज दिएको टेन्सन होइन मलाई गाइज केही छैन आज गेम हार केही छैन हाम्रो प्रताप दाई जुनु दिदीको खुल्न दिनु न गाइज जुनु दिदीको प्रताप दाई खुल्न दिनु होइन अनि थाहा हुन्छ ए नि भन्ने के मलाई च्यालेन्ज ठिक छ गरिरहेछ हो केटा यो मारुनी खेलौँ मान्छेले ल होइन 15 मिलियन भइसक्यो मेरो लाइक बाख्रेको 30 के हानमको लाइक त लागि हाम्रो 27.6 मिलियन छ नि साथीहरू बाख्रेलाई नि सपोर्टर छ सपोर्ट नि हान होइन केटा बाख्रेले अनि बबाल ठिक हाने छ केही सपोर्ट छैन अनि हाम्रो यहाँ हुनुहुन्छ हाम्रो मनिष दादा हुनुहुन्छ हाम्रो सुदन दाई हुनुहुन्छ गाइज हाम्रो चिमिरे अनि अरू को हुनुहुन्छ अनि सबजना अल अनि सपोर्टर छ किन मेरो अल च्यालेन्ज सपोर्टर यत्तिकै हेरेर अनि मलाई लास्ट च्यालेन्ज गर्न आउँछ यार ओके रुन्छे ब्रो
वेट गर न हाम्रै रुन्चे नभएर 27.6 मिलियन छ ट्याप ट्याप होइन ठिक छ ए आज गफ डिस्टर्ब नछाड के छैन गफ गाइज नछाड हारिसक्यो त गफ नछाड न कति गफ वेट दिएको गाइज टेन्सन नगरौँ गाइज छ नि त हाम्रो अहिले वेट कति जित्नु कति अघि हाम्रो पर्खिने हो वेट फुल वेट सपोर्ट छ त्यसै क्या ट्याप अब ट्यापमा आफ्नो भियर्सहरूलाई त्यत्तिकै पागल बनाएर तर तिमीले भ्युअर्सलाई च्यालेन्ज दिएको छ ब्रो छोड्दैन मैले तिमीलाई नि हेर न गाइज तिमी हिजोसम्म कस्तो तिम्रो स्क्याम भन्दा हेर्नु न बढी म्याच भियर छ कि मेरो यार भियर्सको कुरा नगर के यार कुल कस्तो ग्याङ कुरो आएर गरे यार तिमी ओके गाइज जहाँ 2 लाख फलोअर्स बोकेर के भयो मेरो मेरो मैले भन्नु त के भन्ने फेरि रुन्छ कि यो भन फेरि रुन्छ भन के न भन्ने कि फेरि रुन्छ किन यो रुने तिमीसँग फेरि रुन्छ ओ भोटिनीलाई बोला भोटिनीलाई बोला भोटिनीलाई बोला भोटिनीलाई बोलाऊ